पनि कसरी बढाउने र मुख्य उद्देश्य त के हो, कसैलाई सजाय गर्नु भन्दा पनि गल्ती कसैले नगरून्। गल्ती घटाउनलाई चाहिँ यो सरकारले यदि यो अङ्क जरिवानाको अङ्क बढाइदिएको हो भनेदेखि कसैलाई 1 लाख रुपियाँ जरिवाना हुने उसले गल्ती गरेको छ, उसले 10,000 त घुस दिन्छ नि स्पोर्टमै पुलिसलाई। अब ट्राफिक त घुसिया हुने भयो, 10,000 रुपियाँ यहाँ गल्ती गर्नेले पनि 10,000 त फट्ट दिन्छ, लाख तिर्नुभन्दा 10,000 बुझाउँछ। अब पुलिसलाई पनि 10,000 पैसा एक छिनमा पाउनु सानो कुरो होइन, समाज त यसैको उत्पादन हो नि त त्यो प्रहरी जवान हो। अब यिनीहरूले त अझ बढी चाहिँ अनौपचारिक घुसलाई चाहिँ यिनीहरूले बढुवा दिए कि भन्ने कुराबाट पनि विवेचना गर्न अब यस्तो खाले सजाय यही पक्ष हो, हरेक पक्ष हेरिनुपर्छ, एउटा मात्रै पक्ष हेरेर हुँदैन। तपाईँले साह्रै महत्त्वपूर्ण ढङ्गबाट यो कुरालाई उठाउनु भयो। यदि त्यो कल्चर बन्दियो भने भोलि न त गल्ती रोकिन्छ अनि राज्य संयन्त्र चाहिँ भ्रष्टाचारमा लागेर झन् निकम्मा हुन्छ। उद्देश्य चाहिँ गल्ती रोक्नलाई थियो। अब यसलाई गर्न के पर्छ भने जतिसुकै जरिवाना होस्, स्पटमा प्रहरीले जरिवाना गर्ने कुरा तत्काल बन्द गरिनुपर्छ। मेरो व्यक्तिगत रायको कुरा हो। उसले चिट काट्छ, प्रमाणहरू राख्छ र त्यो चाहिँ सुनुवाई गर्ने निकाय सरकारी अर्को निकाय, त्यो प्रहरीकै निकाय पनि हुनसक्छ, जिल्ला प्रशासन हुनसक्छ, अहिले पालिकाहरू हुन सक्छन्। त्यहाँ चाहिँ प्रमाण पठाइदिने वा यातायात व्यवस्था त यसै त्यो जिम्मेवारै हो। तपाईँले त्यहाँ पठाइदिनु भयो, भिडियो क्लिप राख्नु भएको छ, यो मान्छेले ओभरटेकिङ गर्दाखेरि यसरी गल्ती गर्यो अथवा मादक पदार्थ सेवन गरेको प्रमाणसहित पठाइदिनु भयो। उसलाई अब एउटा निश्चित रकम 50,000 जरिवाना भन्यो र त्यो जरिवाना तिर्नुपर्ने गल्ती गर्ने मान्छेले त्यसलाई स्वीकार गर्यो, उसले तत्काल जरिवाना लिन्छ, फुर्सद हुन्छ। उसलाई चित्त बुझेन भने उसले तत्काल विरोध गर्छ। प्रहरीसँग त ऊ विवाद गर्दैन, घटनास्थलमा उसले चिट लिन्छ र ऊ चाहिँ सम्बन्धित मुद्दा हेर्ने अधिकृतकोमा जान्छ। अहिले अदालत भनौँ, यो मैले भने जिल्ला अदालत जस्तो ठाउँ होइन, एउटा प्रशासनिक अधिकार, यो ऐनमा व्यवस्था गर्नुपर्छ र त्यो हेर्ने मान्छेले उसले के भन्छ अनि प्रहरीको के छ भनाइ, प्रमाणहरू के छन्, त्यो आधारमा सिम्पेथेटिक हिसाबले होइन तपाईँले यति पैसा तिर्नै पर्छ भन्छ अथवा कम बेसी गर्छ। यसरी गर्ने हो भनेदेखि घटनास्थलमा चाहिँ पैसा बिल्कुलै लेनदेन नहुने, प्रहरीले दिएको चिटमा या त उसले जरिवाना तिर्नुपर्ने रकमबाट तिर्छ, प्रहरीबाट कागज फिर्ता लिन्छ, होइन भने सम्बन्धित अदालतमा जान्छ, आफ्नो उजुरी गर्छ अनि त्यहाँ सामान्य सुनवाई हुन्छ, त्यहाँबाट जरिवानाको रकम तोकिन्छ। त्यो भयो भनेदेखि एकै प्रकारको गल्ती गर्दा पनि हाम्रो न्यायिक मनले अब ओभर स्पिडिङ गरेको छ, दुईवटा घटना, एउटा चाहिँ साथीले छिटो आइज चिया खान पऱ्यो, यहाँ सबैजना जम्मा भइसक्यो, त मात्रै बाँकी छस् भनेर ओभर स्पिडिङ छ। अर्को चाहिँ हस्पिटलमा एक्सिडेन्ट भएर बाउ बिरामी छ भनेर ओभर स्पिडिङ छ। दुईटैमा घटना त प्रहरीको लागि त बराबर हो, स्वास्थ्यसँग जोडिएको विषय पनि होला भने अब यसमा चाहिँ कति जरिवाना गर्ने त भन्दा त्यहाँ फ्लेक्सिबिलिटी राखेर त्यो मुद्दा हेर्ने अधिकारीले ओभर स्पिडिङै भए पनि यसलाई कम गर्ने भनेर उसलाई छुट दिने हो भने प्रहरीले घटनास्थलमा बसेर त्यो छुट दिन थाल्यो भने फेरि समस्या बढ्छ। अघि तपाईँले भन्नुभएका होइन, प्रहरीले चिट जस्तो 50,000 सम्मको चिट काट्ने कसुर गरेको छ भनेदेखि त्यो चिट नकाट्नबाट बच्नको लागि त स्पोर्टमै उसले 5,000 रुपियाँ दिन्छ नि त। फेरि अब यही सम्बन्धमा काट्न दिँदैन, पुलिसले 5,000 गोजीमा हाल्छ, जानुहोस् चिटबाट मुक्त तपाईँलाई होइन। अब टेक्नोलोजीको 10,000 रुपियाँ लिन्छ पुलिसले। टेक्नोलोजीको उसमा यदि हामीले यो प्रक्रियालाई सहज, छोटो सुनवाई र छुट्टै निकाय गरियो भने अब जनतालाई पनि आह्वान गर्न सकिन्छ। प्रहरीले त चिट पठाएन तर सँगै बसेको बसकोले भिडियो त्यहाँ पठायो, त्यहाँबाट पनि त सुनवाई हुन्छ, उसले त प्रमाण त त्यताबाट पनि लिन सक्छ। प्रहरीले सोध्यो यो घटनामा तपाईँले भेट्नु भएको देखिन्छ, किन यसलाई जरिवाना भएन भन्यो भने त चेक गर्न सकिन्छ नि त। हरेक मान्छेलाई निसन्देह विश्वास त अहिले 500 रुपियाँ हुँदा पनि कारबाही नगरेर पैसा लिएर छोड्न सक्छ, 50,000 हुँदा पनि छोड्छ। 200 रुपियाँ पुलिसले घुस लिँदैन, 500 रुपियाँ त त्यो 500 रुपियाँ तिर्नुपर्ने भइसकेपछि पुलिसलाई किन घुस दिने भन्ने कुरा हो, सत्य कुरो। अब 50,000 गइसके पछाडि 5,000 10,000 चाहिँ मान्छेले बुझाउँछ, यो सत्य कुरा हो। नेपाली समाज गएर तपाईँले राम्रो प्रसङ्ग उठाउनु भयो। यसमा चेक एन्ड ब्यालेन्स अगाडिबाटै सोचेर
कमसेकम यो ताईबाट भुङ्ग्रोमा खस्ने काम चाहिँ गर्नु हुँदैन। अब सब जस्तो अहिले नेपालमा बेरोजगारी यति धेरै ठुलो छ र त्यसको विकल्पका रूपमा यो अनलाइन राइडर कम्पनीहरू जो आएका छन् अहिले नेपाली बजारमा पनि 4-5 वटा छन्। अनि ती सबैमा स्वरोजगार भएर काम गर्ने युवाहरूको सङ्ख्या पनि लाखौँको सङ्ख्यामा छ। उनीहरूले दिनमा मानिलिउँ 10 ट्रिप हानेछन् अरे या 5 हाने भने पनि महिनामा 30-5 150 ट्रिप हुन्छ। 150 ट्रिप यात्रा गर्दाखेरि उनीहरूले विभिन्न चाहिँ अब आरोह अवरोह झेल्दै जाँदा काहीँ ट्राफिक नियमको भुलवश या तपाईँले भने जस्तै छिटो दौडा भनेर पेसेन्जरले भनेको कारणले गर्दा या ऊ स्वयंको चाहिँ गलत स्वभावको कारणले गर्दा ओभर स्पिड कुदाउने या गलत तरिकाले कुदाउने या हरेक जेसुकै कारणले गर्दाखेरि ऊ जरिवाना पर्यो। अब उसले जरिवाना कति बुझाउनु पर्ने भयो? 1 लाख रुपियाँ। उदाहरण, उसको मासिक कमाइ मरेर 24 घन्टा घोटिँदाखेरि 30,000 कमाउन सक्दैन। अब भन्नुहोस् महिनाभरिको कमाइ उसको 30,000 रुपियाँ। अब एक महिनाभरिको काममा दुर्घटनावश परेको चाहिँ नि फाइन कति? 1 लाख रुपियाँ या 50,000 रुपियाँ। त्यो मान्छे बाँच्ला यो? होइन, हामीले यसलाई अर्को दृष्टिले हेर्नुपर्छ भन्ने लाग्छ। यो चाहिँ कानुन कार्यान्वयनका लागि रकम व्यवसाय र व्यवसायले कमाएको यति प्रतिशतसम्म जरिवाना तिर्ने भनेर त्यो ढङ्गले छुट्याउन थालियो भने क्राइम जनरलाइज हुन्छ, जुन अहिले समाजमा भइरहेछ। यसबाट सुधार हुन आवश्यक छ। हामी सबै नेपालीले अथवा हाम्रो नेपालका सडक प्रयोग गर्ने सबैले नियम कानुन मानेर सुरक्षित यात्रा गरौँ भन्ने मुख्य ध्येय हो। त्यसलाई रोक्ने विभिन्न कुराहरू मध्ये एउटा महत्त्वपूर्ण कुरा ट्राफिक जरिवाना हो। अङ्क यो मात्रै चाहिँ सबै कुरा होइन। सडक गतिलो नबन्ने, राख्नुपर्ने ठाउँमा सडक विभागले साइनबोर्ड नराख्ने, उता गयो पुल भत्क्या छ, पुरै बाढीले बगाएछ, यता पिछ कतै चिन्ह पनि छैन, एकैचोटि खस्छ, त्यसमा कसैलाई कारबाही नहुने। यो धोबी खोला करिडोरको हजुरको रातो पुलबाट गौशालातिरको साइडबाट तपाईँ यता ओम अस्पतालतिर आउनुभयो भने अगाडि गए पछाडि चाहिँ खोलाको करिडोर छोडेर एउटा सिधै जाने बाटो छ। त्यो उता मैतीदेवीतिरबाट आउने मान्छेले सिधै क्रस गर्न पाइँदैन। त्यो भनेको अहिले नयाँ बनेको मालपोत कार्यालय नापी के बस्या छ नि। पहिले अनवे थियो, अहिले पनि यताबाट यो सेतो पुलतिरबाट जानेहरूलाई अहिले पनि अनवे नै भनेर त्यो ट्राफिक साइन राखेको छ। तर खोलातिरको बाटो त्यहाँ बन्द गरिएको छ। बन्द भएपछि अर्को निकासको बाटो नभएपछि साइनबोर्ड अनवेकै छ, तर टु वे अहिले चलाइरहेको छ। अब हेर्नुहोस् त साइनको हिसाबले त ती सबै दण्डित हुने भए होइन? या विकल्प थिएन भनेदेखि त टु वे भइसके पछाडि त्यसलाई केही न केही त ट्राफिकले व्यवस्थापन गर्नु पर्थ्यो होला नि त। यो ट्राफिक भन्दा नि सडक विभागले गर्नुपर्छ, कसले गर्छ? नगरपालिका जसले गर्नुपर्छ, सम्बन्धित निकायले गर्नु। कसले जिम्मा लिएको छ त्यो? अब त्यो अहिले निर्वाध रूपमा टु वे चलिरहेको छ, साइन अनवेको छ। अब भन्नुहोस् नयाँ मान्छे त्यहाँ छिर्ने कि नछिर्ने? सबै छिरिरहेछन्। यो त अझ लोकल त्यहाँ नियमित प्रयोग गर्ने एउटा सहरको एउटा भएको कुरा हो। तपाईँ मुगलिनबाट नारायणघाट जानुभयो भने अहिले 2टा पुलहरू बनेको छ। त्यो पुलमा तपाईँ एउटा स्पिडमा हाइवेमा एउटा स्पिडमा गइरहनु भएको हुन्छ नि, ठ्याक्क पुलमै पुगेपछि देख्नुहुन्छ अर्को पुल पनि बनिसकेको छ। बिचमा कुनै रोड मार्क, साइन, सिग्नल केही पनि छैन। एकैचोटि 2टा पुल देख्नुहुन्छ अनि सिधा पुलबाट जानुहुन्छ। त्यो चाहिँ सामान्यतया मुगलिनबाट नारायणघाट जाँदा नारायणघाटबाट मुगलिन आउनको लागि बनाइएको पुरानो पुल, त्यो फर्किनको लागि मात्रै बनाइएको पुल हो। तर त्यो चिन्ह चाहिँ एकैचोटि तपाईँ 4-5 मिटर पर नजिक गएपछि मात्रै देख्नुहुन्छ। त्यो स्पिडमा तपाईँले रोक्नै भ्याउनु, कन्ट्रोल गर्न थाल्नु भने दुर्घटना हुने डर हुन्छ। अब यति जाबो कुरा, यति सामान्य कुरा जुन 400 मिटर अथवा 300 मिटर हुँदै यहाँ बाटो यस्तो छ है भनेर साइनबोर्ड राख्ने कुरा समेत सम्बन्धित निकायले गर्दैन। अनि तपाईँ सेतो टोपी लगाइदिएर एकजना पुलिस राख्नुहुन्छ, त्यहाँ कारबाही गराउनुहुन्छ। अब त्यसबाट मात्रै त समस्याको त समाधान हुँदैन नि। यस्ता धेरै ठाउँमा छन्। यो प्याकेजमा सब गर्न आवश्यक छ, एकदमै गर्नु छ। किनभने दुर्घटना धेरै भइरहेछ, मान्छेको ज्यान जिन्दगी बर्बाद भइरहेछ, अङ्गभङ्ग भइरहेछ, अनि आर्थिक रूपले पनि क्षति भइरहेछ। सुधार गर्न आवश्यक छ, सुधार गर्ने हो यसै गरी। तर एउटा पक्षमा मात्रै यो जरिवानाका रकम मात्रै बढाएर यो सुधार हुँदैन।
जरिवानाका रकम पनि कम छ, त्यसलाई केही बढाउनुपर्छ, तर त्यो स्वाभाविक ढङ्गले जानुपर्छ भन्ने लाग्छ मलाई। त्यो जडीबुटीमा त्यो एउटा उताबाट आउँदाखेरि यो भक्तपुरतिरबाट आउँदाखेरि त्यहाँ एउटा के रहेछ भने अर्को वैकल्पिक बाटो छ क्या, यतातिर मेक्सिकोलातिर जाने, अनि देब्रेपट्टि राख्नुपर्ने त्यो साइन प्रवेश निषेधको राखिदिएको छ दाहिनेतिर। अब म त जाउँ कि नजाउँ, अब राख्नुपर्ने चाहिँ देब्रेतिर हो, बाटो पनि त्यो देब्रेतिरको चाहिँ त्यो ओन वे हो, किनभने उतातिर गयो भने त्यो उता निस्किने ठाउँ छैन। अब राखो दाहिनेतिर किन भन्दाखेरि देब्रेतिर राख्ने ठाउँ रहेन रहेछ। ठाउँ नभएको कारणले गर्दाखेरि त्यो खन्ने ठाउँ नभएर यतातिर त सिमेन्टको ढलानै ढलान छ, त्यहाँ खन्ने ठाउँ नभएर दाहिनेतिर राखिदियो। अब म हेरेँ एकछिन बसेँ अनि त्यो ट्रक एउटा आएर त्यतातिर मोडियो, ए यो गलत यो ठाउँ नभएर यतातिर राखेर छ, यो चाहिँ जान मिल्ने रहेछ भन्ने बुझेर अनि त्यो ट्रक गइसके पछाडि म त्यसो पछि गएँ होइन। अब यस्ता कुराहरू नेपालको ट्राफिक व्यवस्थापनमा छन्। सर अब अलिकति हामी थोरै केही विषयहरू छन्, कति मुद्दाहरू केही सेलिब्रेटीहरूका सन्दर्भमा तिनै कानुनहरू तिनीहरूका सन्दर्भमा चाहिँ लागू हुँदैन भनेर ठुला आन्दोलनहरू भए, तर तिनै कानुनहरू अहिलेसम्म अन्यहरूका विरुद्ध चाहिँ लागू भएर उनीहरू जेलमा रहेका छन् होइन। पल्सा भनौँ या एकजना क्रिकेटर सन्दीप लामिछाने लगायतकाहरूको सन्दर्भमा यदि त्यो भिड लाखौँको भिड सडकमा गएको थियो नि त्यो कानुनका खिलाफ, तर त्यही कानुन रहिरहँदा त्यो भिड अहिले तिनीहरूका सेलिब्रेटीहरूले मुक्ति पाइसके पछाडि मौन बसिरहेको छ। तिनै सेलिब्रेटीहरू अहिले सांसद या मन्त्री पनि भए होलान्, या कोही कर्मचारीका रूपमा निजामतीमा गए होलान्, कोही प्रहरीमा पनि छिरे होलान्, त्यसबेला त्यही उमेर समूहमा चाहिँ नै अलिक तल्लो उमेर समूहमा रहेकाहरू। मैले भन्न खोजेको यो कानुनलाई मान्छेले हेर्ने र त्यसलाई कानुन गर्ने पक्ष नेपालमा कस्तो देख्नुहुन्छ? यो हाम्रो जस्तो समाजमा हुन त यो विश्वभरि नै मात्रात्मक रूपमा तलमाथि हो, कानुन सबैलाई बराबर रूपमा लागू हुँदैन। यो विश्वभरि नै हुन्छ, संसारभरि नै हुन्छ, खालि मात्रात्मक रूपमा तलमाथि पर्ने कुरा हो। कहीँ चाहिँ अत्यधिकै हुन्छ, एउटालाई अपराधी भनेर जेल हालिन्छ, अर्कोलाई निर्दोष भनेर माला लगाएर निकालिन्छ। हाम्रो जस्तो देश अहिले अविकसित शक्ति कि सेनाको बलमा शक्ति प्राप्त गर्छ कि जसरी भए नि शक्ति प्राप्त हुनु पर्यो। मसँग भिड धेरै छ मलाई कारबाही हुँदैन, मसँग कोही पनि छैन मलाई पुरा कारबाही हुन्छ। त्यो चाहिँ अनि भिडहरू भावावेशमा आउँछन्। अहिले पपुलर निर्णय गर्नलाई अदालतको चाहिँ इजलास चाहिँ खुला गर्ने, ओपन त्यो अनलाइन गर्ने भन्ने जुन आइरहेछ, यो डेन्जर कुरा हो। हुन त पक्कै सर्वोच्चका विद्वान न्यायाधीशहरू श्रीमानहरू बसेर निर्णय गर्नु होला, यस्तो लाइभ गर्ने यस्तो खाले एकदमै ज्यादा पपुलर। यो चाहिँ भिडले प्रत्यक्ष हेरेपछि अब निर्णय प्रक्रियामा असर पर्छ। त्यसले सत्य दिनलाई बढी दबाब दिन्छ कि भिडलाई सम्बोधन गर्न बाध्य हुन्छ न्यायाधीश। गरेन भनेदेखि अनि त्यही जलाउने, अब कुट्ने, पिट्ने, अब सामाजिक सञ्जालबाट मनलाग्दी गर्ने, न्यायाधीशलाई मुख देखाउन नसक्ने बनाउने। अब भिड कति बेला कुन कुराले प्रभावित हुन्छ त्यो ठेगान हुँदैन। त्यो हामीले देखाएको छौँ। हुँदै नभएको घटनामा काठमाडौँ जल्यो, तपाईँ ऋतिक रोशन प्रकरणमा हो त। अब मधेसका दाजुभाइहरूले समेत रौतहटको मान्छेले बिचरा कुटाइ खाए। बोल्छ भारतीयले, अब उसले पनि बोलेको छैन, उसले पनि मैले बोलेको छैन भन्छ, भिडले चाहिँ उसले बोल्यो भन्ने ठाने। उसलाई केही जे होस् नेपालीहरूको सन्दर्भमा उसले कसैले एउटा सामान्य एउटा पत्रिकाले उनले नराम्रो बोले भनेर निकालिदियो, समाज आक्रोशित भयो। अब भिडको मनोविज्ञानको कुरा गर्ने हो भनेदेखि यो अल सुन्नाले यो इराकमा नेपालीहरू पनि मारिए, बडो निर्मम ढङ्गले नेपालीहरूको हत्या भयो। त्यसपछि भिड आक्रोशित भएर काठमाडौँको भिडले मेन पावरदेखि लिएर मस्जिद अरबिक स्क्रिप्टमा लेखिएको एयरलाइन्स पनि जलाए। उनीहरूको त्यो भिडको बुझाइ के भयो भने अरबिक लेखेपछि यो पनि त्यही अलसुन्नाको प्रतिनिधि हो। त्यो उर्दू त अरबिकमा लेखिन्छ त। यहाँ पनि कतिपय मान्छेहरूले उर्दू बोल्छन्, उर्दू भाषा सिक्छन्। उसले आफ्नो क्लाइन्टको लागि एयरलाइन्सले जसले उर्दू बुझ्छ त्यो मान्छेको लागि बनाएको, पर्यटकहरूको लागि बनाएको, उसले उर्दूमा लेख्यो। भिड गरेर त्यो उर्दूमा लेखेपछि
अलसुन्नाको प्रतिनिधिको रूपमा भिडले बुझ्यो। यसमा सत्यता कतै कुनै रिलेसन छैन, तर भिडले बुझ्यो। भिडले जे बुझ्छ मेन पावर सब खरानी भए, सब मेन पावर जति खराब, मस्जिदमाथि ढुङ्गा बुढा भयो, त्यो पनि सुन्नीमाथि। यो सुन्नी र सियाको जुन झगडा छ नि, त्यहाँ सुन्नीले गरेको। त्यति बेलाको भिडले सिया सुन्नी मतलब होइन, अब सियाको भने आने गराएछ त उनीहरूको आफ्नै युद्ध छ त सुन्नी र सियाको। अनि एउटा अचम्मको कुरो, आफ्नो राष्ट्रियता, आफ्नो स्वाभिमान, आफ्नो पहिचान, आफ्नो प्रतिष्ठाका लागि यति उग्र रूपमा उत्रिएको नेपाली त्यो समाज, त्यो युवा पुस्ता, हिजो बालेन्द्र शाहले संसदबाटै भनिदिए, भारतले समेत इतिहासमा कहिले दाबी नगरेको नेपालले समेत भारतको जग्गा कब्जा गरेको छ भन्दाखेरि हो भनेर सांसदले पनि ताली ठोके। उनका समर्थकहरूले त जय जयकारै गरे। यो कस्तो विरोधाभास होइन। यो देवत्वकरण भइसकेपछि अमिताभ बच्चनले भिलेन भएर नेगेटिभ रोलमा खेलेको सिनेमा पनि, सिनेमा हेरेर आएर आहा अमिताभले कति राम्रो गर्यो भन्ने भारतमा देखिन्छ नि त्यो भिड। उनले हिरो भएर भिलेनलाई कुटे पनि राम्रो, उनी भिलेन भएर अत्याचार गर्दा नि कति राम्रो एक्टिङ गरे भनेर प्रशंसै गर्ने। त्यो सामाजिक मनोविज्ञान हो। मैले कसैलाई आइडल मानिसकेपछि उसले गरेका हरेक क्रियाकलाप मलाई राम्रो लाग्ने। यो बडो गलत हो, यो सोच गलत कुरा भने हुन्। हिजो विधि भत्काएर व्यथिति गरे भन्ने आक्रोशको जगमा बालेन्द्र शाहको नेतृत्वमा सरकार बन्यो। अब बालेन्द्र शाहले अब विधि थिति र संविधान कानुन नभएको भए बनाएर, या भएको छ भनेदेखि त्यसलाई कानुन गर्ने होइन, अब त्योभन्दा पनि व्यथिति हुकुमी तरिकाले गरे भने पनि अब फेरि आजको पुस्ताले या समर्थकहरूले ठिक भनिरहेको एउटा यसमा तपाईँले अब सम्पूर्ण रूपलाई समग्र रूपमा हेर्नुभयो भने होइन, विधिबाट चलिनुपर्छ, निश्चित प्रक्रिया हुनुपर्छ, कानुनी हुनुपर्छ भन्ने। तर तपाईँले असाध्यै मन पराउनु भएको छ भने यो कानुन सानुन मानेर गरे कहाँ साध्य चल्छ। यो त यसै गरी पेलेर जाने हो। मन पराए मान्छेले गरे, मन नपराए मान्छेले गरे भनेदेखि विधिकै ढङ्गले गऱ्यो भने पनि विरोध गर्ने। यो उ छ। अब हामी अन्तिममा छौँ सर। यहाँ चाहिँ लामो अनुभव छ यहाँलाई अपराध अनुसन्धानको र विधि व्यवस्थाको बारेमा पनि लामो अनुभव छ। यो सरकारले दरबार हत्याकाण्डको वास्तविकता ल्याउँछु भनेर जो घोषणा गरेको छ, यो हत्याकाण्डको अनुसन्धान कहाँबाट सुरु हुनुपर्छ, कसरी अगाडि बढ्ला, तपाईँको एउटा विश्लेषण चाहिँ के छ यसमा? अब यो त्यो घटनाको सत्य तथ्य निकाल्ने ध्येयले हुने हो भनेदेखि त्यति बेलै पनि एउटा समिति बन्यो। त्यो समितिको प्रतिवेदनलाई त्यति बेलाको नेपाली समाजले अस्वीकार गर्यो। त्यस बेला त अस्वीकार मात्र होइन, व्यापकै प्रतिरोधै गर्यो। उसले मन पराएन त्यो कुरो, त्यहाँ भएका कुराहरू। अब अहिलेसम्म कतिपय जिउँदैछन् त्यो समितिमा बसेर काम गरेका मान्छे, उनीहरू फर्मली भन्छन् यो घटना यसरी भयो हो भनेर। अब नेपाली, आम नेपाली चाहिँ, बहुसङ्ख्यक नेपाली त्यो अनुसन्धान गरेकोमा चित्त बुझाएका छैनन्। फ्याक्ट फाइन्डिङका हिसाबले कुनै कुरा, इतिहासका घटनाहरू पत्ता लगाउने भनेर इतिहास लेख्नका लागि गर्ने कुरा राम्रै हो। राज्यसँग रिसोर्स छ। हाम्रो देशमा चाहिँ कोत पर्वमा किन भयो, कसरी भयो, भण्डारखालमा के कसरी भयो, यी सबै एउटा राजाका इन्ट्रेस्टमा अथवा त्यति बेला शक्तिको इन्ट्रेस्टमा इतिहास लेखिन्छ विश्वभरि। मार्क्सले त्यही भएर अर्को पक्षबाट हेरिनुपर्छ इतिहास लेख्दा भनेर भन्छन्। अरू विद्वानले विभिन्न ढङ्गले भन्छन्। इतिहास त्यसरी शक्तिमा बसेका मान्छेले लेखाएका कुराबाट इतिहास हुनु हुँदैन भन्छन्। त्यो एउटा बौद्धिक बहस। पर्सपेक्टिभ चाहिँ अलग अलग दृष्टिकोणबाट लेखिनुपर्छ, तथ्य पत्ता लाग्नुपर्छ भन्ने चाहनाले गर्न लागिया भए राज्य सक्षम हुँदा राम्रै कुरा हो। होइन भने राजनीतिक उद्देश्यले गरिया भए त्यसको उद्देश्य नै नेगेटिभ हुन्छ। यसबाट कसैलाई पेनलाइज गर्ने, कसैलाई भिक्टिमाइज गर्ने, कसैलाई दुःख दिने वा पोलिटिकल फाइदा, अरू पोलिटिकल गेनका लागि चाल्न खोजिया भने यसले नकारात्मक परिणाम बाहेक केही ल्याउँदैन। अब जस्तो प्रहरी अनुसन्धानकै कुरा गरौँ न,
कोही व्यक्तिले स्वास्नी मारे हुन्छ, मैले होइन भन्दै पुलिस सँगसँगै स्वास्नी मार्ने हत्यारा खोज्नलाई महिनौ कुद्या हुन्छ, अन्तिममा आफू सँगसँगै हिँड्ने मान्छेलाई हत्कडी लाउनुपर्छ पुलिसले। त्यो भनेको निर्भीक, स्वतन्त्र, सक्षम प्रहरी अनुसन्धान हुँदाखेरिको परिणाम हो। कसैले सामूहिकै आफ्नो परिवारको हत्या गरेको हुन्छ, त्यसै गरी कुदिरहेको हुन्छ, महिनौ पछाडि पुलिसले पत्ता लगाएको हुन्छ। होइन, कसैले कसैलाई मार्न छोडेको छैन, सम्पत्तिको लागि होस् या जेसुकैको लागि होस्। इतिहास शासकहरूले गरेका हुन् या जनताहरूले गरेका हुन्, होइन, तफसिलका कुरा। तर सत्य के हो भन्ने कुरा खोज्ने सन्दर्भमा प्रहरी अनुसन्धान, प्रहरीले त घटनालाई सबभन्दा पहिले हेर्छ नि, नजर गर्छ नि। अनि त्यो घटनाका वरिपरिका चाहिने एलिमेन्टहरू के कस्ता थिए, ती व्यक्तिहरू कस्ता थिए, होइन, उनीहरूको बयान, अनि सारा कुरालाई अब कहाँ जोड्छ प्रहरीले? प्रमाणसँग जोड्छ। होइन, मैले अहिले निर्मला पन्तलाई मैले मारेँ भनेर चाहिँ कोही गयो भने यत्तिकै थुनिहाल्ने त रहरका कुरा या प्रमाण मैले ठुलो काम गरेँ भनेर देखाउने अवसरका कुरा त होइनन् नि। त्यसलाई त सत्यसँग जोड्नु पर्दो हो नि त। अब प्रहरीले त सत्यसँग जोड्ने होला। कसैले भने मैले मारेँ, मैले मारेको छैन भनिदिए, अब प्रहरीले त्यसैलाई सत्य मानेर प्रतिवेदन लेख्ने त त्यसलाई पत्याउने त होइन होला। र मैले मारेकै छैन भन्ने बित्तिकै त्यसलाई उन्मुक्ति दिने पनि होइन होला। अब प्रहरीको आँखाबाट चाहिँ कसरी हुन्छ अनुसन्धान, कसरी गरिन्छ? यो धेरै पुरानो घटना पनि भइसक्यो। त्यति बेला प्रहरी अनुसन्धान भएन। त्यो घटनामा नहुनुको केही हाम्रो विधिशास्त्रीय र संवैधानिक कानुनी परिस्थिति पनि थियो। राजामाथि मुद्दा चल्दैन थियो। अब प्रतिवेदनले दिपेन्द्रले हत्या गरेको भनियो। दिपेन्द्र त्यसको लगतै राजामाथि त मुद्दा चल्ने कुरो भएन। त्यो भएर उनी पनि मरेका भन्ने कुरा, उनी मरेपछि गोली लागेर टाउको वारपार भएको मान्छे फेरि राजा भएको छ। अब उनी राजा छौन्जेल उनी हत्यारा हुने कुरो भएन अनुसन्धान गर्नलाई नि। 3-4 दिनपछि उनी मरे भनियो। अब भनियो कति बेला मर्या हो। प्रधानमन्त्री समेतले गएर त्यो राष्ट्र प्रमुख मरेको ठाउँमा हेर्न पाएनन्। त्यो त देखिया थियो नि, त्यति बेला मिडियामा पनि आएको थियो। उनी घटनास्थल जान पनि रोकिने परिस्थिति थियो। अब जे भए पनि एकातिर राजा मान्ने हो भनेदेखि राजाले हत्या गरे हुँदैन, त्यो राष्ट्र जोगाउनलाई गरे काम हुन्छ। पहिला र मान्छे त दरबारमै हाम्रो इतिहासमा हेर्ने भनेदेखि धेरैजना मान्छे मारेका छन् नि। पृथ्वीनारायण शाहले पनि मारे, अरूले पनि मारे, राजाहरू नै मारेर राज्य थप्दै गयो। अब अहिलेको चाहिँ मुलुकी अपराध संहिता हेरेर चाहिँ उसलाई कारबाही गर्न त मिल्दैन। दरबारभित्र मुलुकी अपराध संहिता लागु भएन, हुँदैन थियो। अनि त्यो भएर अनुसन्धान भएन। अहिले आएर अनुसन्धान गरेर अब कोही पनि संवैधानिक उन्मुक्ति छैनन्। भूत प्रभावी कानुन यदि बनाए अनुसन्धानका लागि भने चाहिँ के कसरी अनुसन्धान गर्नुपर्छ? अब अनुसन्धानका लागि पोस्टमार्टम गरिया छैन। अब गर्नु पर्थ्यो कसले? गर्न चाहिँ अब त्यति बेला राजाको शरीर चिर्ने कि नचिर्ने भन्ने निर्णय प्रहरीले एक प्रकारले अपराध अनुसन्धानका हिसाबले दरबार हत्याकाण्ड, अब यो अलि कन्ट्रोभर्सियल कुरा होला, थाहा पाएन। अपराध भएको थाहा पाएपछि त प्रहरीले आफ्नो इलाकामा अपराध भएको थाहा पाएपछि घटनास्थलको सुरक्षा गर्ने, अनुसन्धान गर्ने काम तत्काल गर्नुपर्छ नि। अब त्यहाँ प्रधानमन्त्री जहाँ छिर्न सक्दैन थिए, त्यहाँको दरबार मार्गको डिएसपी छिरेर अनुसन्धान गर्न त सम्भव थिएन। गर्नुपर्ने जिम्मेवारी त उसको हो। अब थाहा पाएन भनौँ, त्यो भएर अपराध भएको पाएन अनुसन्धान प्रक्रियागत हिसाबले थाहा कसैले उजुरी पनि दिएन। फलानुको ज्यान मर्यो, अब राजा वीरेन्द्रको चाहिँ ज्यान मर्या हुनाले, मारिया हुनाले अपराधीलाई कारबाही गरिपाउँ भनेर कसैले निवेदन पनि दिन आएन। त्यो प्रक्रिया नै सुरु भएन। अब सभामुख, विपक्षी दलको नेता र प्रधान न्यायाधीशको अनुसन्धान समूह बन्यो। विपक्षी दलको नेता पहिला करा थिए, म पनि हुनुपर्छ त्यहाँ, हाम्रो पनि प्रतिनिधित्व हुनुपर्छ भनेर। पछि त्यो कन्ट्रोभर्सी देखिने भएपछि अनि सर्प आए दुलो बाहिर हात गरे उनले। त्यसपछि दुईजनाले अनुसन्धान गरे। तिनीहरू पनि अनुसन्धान त के भन्ने, अनुसन्धान गर्नलाई त एक्सपर्ट हुन्थ्यो होला। एक्सपर्टको सहयोग चाहिँ कतिपय लिए, तर त्यो राजनीतिक ध्येयबाट भएको थियो।
जनताको आक्रोशलाई शान्त गराएर परिस्थितिलाई सामान्यकरण गराउन के गरिएको हो। लेख्नुपर्ने त्यो लेख्नको लागि त्यही उद्देश्य लगभग अहिलेसम्मका सम्पूर्ण जति ठुला घटना जहाँ मान्छेहरूको जनताको ठुलो सङ्ख्यामा ज्यान मर्या छ आन्दोलनहरूमा सधैँ त भएको छ यो। अहिले कार्की आयोग मात्रै होइन, योभन्दा अगाडिका मल्लिक आयोग होस् अर्को आयोग होस्, सबै आयोगमा तत्काल जनताको आक्रोशलाई म्यानेज गर्नको लागि समितिहरू बने। तिनका प्रतिवेदन अधिकांश त सबै थन्किए। मधेस आन्दोलनको बारेमा पनि आयोग बन्यो, त्यसको प्रतिवेदन 46 सालको आयोग बन्यो, त्यो 63 सालको आयोग बन्यो, ठोस रूपमा कसैलाई कारबाही भएन। त्यो प्रतिवेदन चाहिँ जनतालाई पढ्न पाउने पनि स्वाभाविक ढङ्गबाट दिएन। अहिलेको चाहिँ त लिक भएर आयो, अहिले पनि त्यो आयोगको ओरिजिनल कपी जनताकोमा आएको छैन। यो खालि घटनालाई म्यानेज गर्नको लागि गरिएको हो। यो पनि अर्को कुनै उद्देश्यले यो अनुसन्धान गर्न खोजिएको होला भन्ने लाग्छ मलाई। त्यहाँ चाहिँ अपराधी पत्ता लगाएर उसलाई जेल हाल्नका लागि गर्न लागि अनुसन्धान होइन। त्यो भएर यसलाई हामीले त्यही रूपमा बुझ्दा सजिलो होला।